तपाईं संविधान मिचेर संविधानको घाँटी निमोठेर लोकतन्त्रमाथि प्रहार गरेर प्रधानमन्त्री किन बन्नुभयो? अहिले तपाईलाई संविधान प्यारो लागेको हो भने 23 गतेका हाम्रा 19 जना साथीहरूमाथि, हाम्रा विद्यालय उमेर समूहका भाइ बहिनीहरूमाथि जेएनजी आन्दोलनमा हाम्रा साथीहरू छातीमा गोली खाइरहँदा, टाउकोमा गोली खाइरहँदा, सडकमा ढलिरहँदा समाजसेवीको नाममा पानी बाँड्ने भूमिकामा थिए, पानी बाँडिरहेका थिए, समाजसेवा गरिरहेका थिए। ती साथीहरू वास्तवमा जेएनजी आन्दोलनलाई हाइज्याक गरेर वार्ता गर्ने ठाउँमा पुगे। त्यो आन्दोलनले एक किसिमले हामी सफल भयौँ तर त्यसलाई असफल बनाउने प्रयास गरियो। त्यो आन्दोलनलाई मैले भन्न खोजेको त्यो आन्दोलनलाई केही निश्चित स्वार्थ बोकेका, राजनीतिक स्वार्थ बोकेका स्वार्थ समूहले त्यसलाई ह्यान्डल गरे। वास्तविक जेएनजीहरूलाई ओझेलमा पारियो, वास्तविक जेएनजीहरूलाई वार्तामा जान दिएन। हाम्रै मञ्चमा पनि कतिपय साथीहरू हुनुहुन्छ, वार्तामा जान खोज्नुभएका साथीहरूलाई त्यहाँ रोक्ने प्रयासहरू भए। वार्तामा ती साथीहरू गए जो निश्चित स्वार्थ बोकेका थिए, जो वास्तविक जेएनजीहरू थिएनन्, जो जेएनजी आन्दोलनमा हाम्रा साथीहरू छातीमा गोली खाइरहँदा, टाउकोमा गोली खाइरहँदा, सडकमा ढलिरहँदा समाजसेवीको नाममा पानी बाँड्ने भूमिकामा थिए, पानी बाँडिरहेका थिए, समाजसेवा गरिरहेका थिए। ती साथीहरू वास्तवमा जेएनजी आन्दोलनलाई हाइज्याक गरेर वार्ता गर्ने ठाउँमा पुगे र आजको परिस्थिति निर्माण भयो। वास्तवमा जेएनजी आन्दोलन अहिलेको सरकारले के कुरा बुझ्नुपर्छ भने अहिलेको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की जो जेएनजीहरूको 76 जना हाम्रा साथीहरूले को रगत र पसिनाले लतपतिएको कुर्सीमा बसिरहनु भएको छ। म सम्माननीय प्रधानमन्त्रीलाई यहाँबाट सोध्न चाहन्छु के तपाईले हाम्रा भाइ बहिनीहरूको रगत माथि, हाम्रा भाइ बहिनीहरूको पसिना माथि राजनीति गर्न खोज्नु भएको हो? तपाईले अहिले संविधानको वकालत गर्दै हुनुहुन्छ, संविधानको व्याख्या गर्दै हुनुहुन्छ। संविधान तपाईलाई त्यति धेरै प्यारो लागेको थियो भने, तपाईलाई संविधानको त्यति धेरै माया थियो भने तपाईं संविधान मिचेर संविधानको घाँटी निमोठेर लोकतन्त्रमाथि प्रहार गरेर प्रधानमन्त्री किन बन्नुभयो? अहिले तपाईलाई संविधान प्यारो लागेको हो भने अहिले उहाँले जेएनजीका मागहरू पूरा गर्न सकिँदैन, संवैधानिक बाटोबाट त्यो सम्भव छैन भनेर भनिरहँदा उहाँलाई प्रधानमन्त्री बन्नका लागि चाहिँ संविधानले नछेक्ने, नरोक्ने, कहीँ कतै बाढ आर्सन सिर्जना नगर्ने, तर जेएनजीहरूका माग पूरा गर्नका लागि, जेएनजीका मागहरू सम्बोधन गर्नका लागि संविधानले रोक्ने भन्ने पनि हुन्छ। त्यसकारण हामी सुशीला कार्कीलाई सोध्न चाहन्छौँ, तपाईँ संविधानको कुन धारा उपधारा टेकेर कुन चाहिँ टुटी घुमाएर चाहिँ प्रधानमन्त्री बन्नु भएको हो? तपाईलाई प्रधानमन्त्री बन्दा संविधान हेर्नु पर्दैन? तपाईँ प्रधान न्यायाधीश भइसकेको व्यक्ति के संविधान तह प्रधानमन्त्री बन्न पाउनुहुन्थ्यो? के संसद विघटन गरेर संविधान तह प्रधानमन्त्री बन्न पाइन्थ्यो? पाइँदैन थियो। त्यसकारण तपाईलाई संविधानको व्याख्या गर्ने, संविधानको वकालत गर्ने नैतिक अधिकार छैन। तपाईलाई संविधान नै प्यारो लागेको हो भने, तपाईलाई संविधानको त्यति धेरै माया छ भने तपाईँ राजीनामा दिनुहोस्, सडकमा आउनुहोस्। जेएनजी हाम्रा साथीहरू, शहीद साथीहरूका परिवार समक्ष गएर माफी माग्नुहोस्, घाइते साथीहरू समक्ष माफी माग्नुहोस्, मैले सकिनँ भनेर आत्मसमर्पण गर्नुहोस्। त्यसैगरी अहिलेको गृहमन्त्रीलाई मैले यहाँबाट भन्नुपर्छ, तपाईले आन्दोलनकारीलाई आतंककारीको संज्ञा दिन खोज्नु भएको हो भने त्यो तपाईका लागि धेरै महँगो पर्नेवाला छ। तपाईले बुझ्नुपर्छ। हामी यहाँबाट भन्न चाहन्छौँ, आन्दोलनमा गएकै भरमा, केपी ओली मुर्दाबाद भनेकै भरमा, शेरबहादुर देउबा मुर्दाबाद भनेकै भरमा, प्रचण्डे चोर देश छोड यस्तै यस्तै नारा लगाएकै भरमा, भ्रष्टाचारका विरुद्धमा, अन्याय अत्याचारका विरुद्धमा सडकमा नारा लगाएकै भरमा कुनै पनि साथीहरूलाई धरपकड गरिन्छ भने अहिले धेरै साथीहरूलाई गिरफ्तार गरिएको छ। माइतीघरमा जाने बित्तिकै कर्याप झ्याप पारेर हिरासत लिने कार्य जसरी अहिलेको सरकारले पनि दोहोऱ्याइरहेको छ। म सोध्न चाहन्छु, तत्कालीन गृहमन्त्री रमेश लेखक र अहिलेका गृहमन्त्री ओम प्रकाश अर्याल बीच हामीले के फरक छुट्याउने? फरक के भयो? के हामीले गृहमन्त्री रमेश लेखकलाई फालेर फेरि त्यस्तै गृहमन्त्री ओम प्रकाश अर्याललाई ल्याउनका लागि हामीले त्यो विद्रोह गरेका थियौँ? त्यसकारण हामी भन्न चाहन्छौँ, 23 र 24 गतेको घटनाको निष्पक्ष छानबिन गरियोस्, दोषीलाई कारबाही गरियोस्, हाम्रो त्यसमा आपत्ति छैन। तर आन्दोलन आह्वान गरेकै भरमा, सडकमा नारा लगाएकै भरमा, भ्रष्टाचारका विरुद्धमा बोलेकै भरमा, तत्कालीन लोकतन्त्रका तानाशाही अधिनायकवादी चरित्र भएका तानाशाह केपी ओलीका विरुद्धमा सडकमा नारा लगाएकै भरमा हाम्रो बोल्ने अधिकार खै? हामीलाई किन बोल्न दिएन? केपी ओलीले मलाई जति ठिक लाग्छ त्यति बोल, मलाई जे मन लाग्छ, जे मलाई ठिक लाग्छ त्यही लेख, मलाई जे कुरा ठिक लाग्दैन तिमीहरू नलेख भनेर
लोकतन्त्रमा पनि सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धका विरुद्धमा हामी सडकमा जाँदा हामीलाई कारबाही गरिन्छ, हामीलाई गिरफ्तार गरिन्छ भने 28 वर्ष मुनिका सबै हटाउने जेल बनाएको छ कि छैन? अहिले एमालेका केही कार्यकर्ताहरू, केही भिजिलान्टीहरूले सबैलाई मुद्दा चलाउने भनेर पोस्टरहरू हामीले देखिरहेका छौँ। चलाउनुहोस्, तर चलाउनुभन्दा अगाडि 28 वर्ष मुनिका जेनजी समूहका सबै हटाउने जेल तिम्रा बाहरू सरकारमा हुँदा बनाएको छ कि छैन? सोध्नु पर्दैन? तिम्रा बाहरू यत्रो 35-36 वर्षसम्म सरकारमा हुँदा, राज्य सत्ता चलाइरहँदा 28 वर्ष मुनिका सबै जेनजीहरू हटाउने जेल बनाएका छन् कि छैनन्? कारागार छन् कि छैनन्? यो कुराको जवाब छ कि छैन तिमीहरूसँग? यदि जेल हाल्ने हो भने हामी सबै तयार छौँ। आन्दोलनमा गएकै भरमा, नारा लगाएकै भरमा, अन्याय अत्याचार भ्रष्टाचारका विरुद्धमा, व्यक्तिका विरुद्धमा, सामाजिक न्यायको पक्षमा, सुशासनको पक्षमा हामीले सडकमा नारा लगाएकै भरमा, आन्दोलन गरेकै भरमा पक्राउ गरिन्छ भने हामी कति वर्ष जेल बस्नुपर्छ, बस्न तयार छौँ। र जहाँसम्म आज एकताको कुरा छ, साथीहरू 6-7वटा टिम हामी एक ठाउँमा आइपुगेका छौँ। यो 7वटा टिमको एकता, पहिलो कुरा के बुझ्नुपर्छ भने हाम्रो जेनजेडको आन्दोलन, जेनजेहरूको आन्दोलन 84 सालको निर्वाचनलाई 2 वर्ष अगाडि 82 मा ल्याएर निर्वाचन गर्नका लागि थिएन। हाम्रो आन्दोलन एउटा 70 वर्ष कटेको केपी ओलीलाई फालेर फेरि 73 वर्षकी अर्की सुशीला कार्कीलाई ल्याएर राख्नका लागि पनि थिएन। हाम्रो आन्दोलन अहिले पछिल्लो समयमा यो व्यवस्थालाई फालेर फेरि 2047 सालतिर फर्किने कुरा छ अथवा राजा सहितको प्रजातन्त्रमा जाने कुरा छ। यी आवाजहरू पनि उठिरहेका छन्। यद्यपि हामी उहाँहरूको आवाजलाई सम्मान गर्छौँ, लोकतन्त्रमा छौँ, आफ्ना मागहरू राख्न पाउने, प्रदर्शन गर्न पाउने, उहाँहरूले भन्न पाउने अधिकार छ। तर त्यसका लागि पनि जेनजेड आन्दोलन थिएन। त्यसकारण हामी यहाँबाट भन्न चाहन्छौँ, पछिल्लो समयमा केही प्रतिगामी प्रयासहरू पनि भएका छन्। हामी लोकतन्त्रको विकल्प लोकतन्त्र हो, लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो। अबको लोकतन्त्र, अबको निकास भनेको समाजवाद सहितको गणतन्त्रमा जाने हो भनिरहेका छौँ। तर केही मान्छेहरू भनिरहेका छन् अब 2047 सालतिर फर्किनुपर्छ, राजा सहितको प्रजातन्त्रमा जानुपर्छ, अबको निकास भनेको त्यही हो। त्यसो भए यत्रो ठुलो बलिदानीपछि किन फालिएको थियो? जवाब छ। त्यसकारण हामी भन्न चाहन्छौँ त्यो असम्भव छ। राजा नै बनाउने हो भने मेरा पनि 70 वर्ष 80 वर्ष कटेका मेरा पनि हजुरबा छन्। 80 वर्ष कटेकालाई राष्ट्रको प्रमुख बनाउने हो भने मेरा हजुरबालाई किन बनाउन नमिल्ने? मेरा हजुरबालाई पनि राजा मान्ने हो भने एकजना समथिङ केही नाम गरेको सुनारलाई, अस्ति खगेन्द्र सुनारले भन्दै हुनुहुन्थ्यो मलाई राजा बनाउने भए म पनि राजावादी भइदिउँला। कुरा त्यही हो। मेरा हजुरबालाई राजा बनाउने भए त्यसपछि पालै पालो सबै राजा बन्न पाइने भयो भने हामी पनि राजावादी भइदिउँला। दुर्गा प्रसाईले अबको मङ्सिर 7 गते के अरे के चाहिन्छ जम्मा गरेर राख्नु भनेर भन्दै हुनुहुन्छ, हिँडिराख्नु भएको छ। उहाँलाई भन्न चाहन्छु तपाईले बनाउन लाग्या राजा ज्ञानेन्द्र शाहको ठाउँमा मेरा हजुरबा राजा बन्छन् भने म पनि तपाईँहरूको आन्दोलनमा आउँछु। तपाईँको आन्दोलनमा मेरो पनि एकीबद्धता छ। म पनि मलाई चाहिने तेल ग्यास के हो म पनि आजैबाट बन्दोबस्त गर्छु। यदि ज्ञानेन्द्र शाहको ठाउँमा हाम्रा हजुरबाहरू अथवा एउटा वंशमा नभई अर्को कोही मान्छे अटाउँदैन, ज्ञानेन्द्र शाह मात्रै सधैँ राजा बन्छन् अथवा ज्ञानेन्द्र शाह मरेपछि अर्को त्यही परिवारको अर्को राजा बन्छ भने त्यस्तो राजा, त्यस्तो राष्ट्र प्रमुख यो देशलाई आवश्यक छैन। लोकतन्त्रका पक्षधरहरूलाई आवश्यक छैन। तपाईहरुलाई के लागेको छ? के यो देशमा लोकतन्त्रका पक्षधरहरू, स्वतन्त्रताका पक्षधरहरू, स्वतन्त्रताका आवाजहरू, लोकतन्त्रका आवाजहरू दबिसके? केपी ओली हटाएर सुशीला कार्की आउने बित्तिकै यो देशमा लोकतन्त्रका पक्षधरहरू निदाइसके, सुतिसके, हराइसके भन्ने लागेको छ भने यो भ्रमबाट मुक्त हुनुहोस्। आजैका मितिबाट मुक्त हुनुहोस्। हामी यहाँबाट खुला चेतावनी दिन चाहन्छु। तपाईहरुले भने कति भयो? राजा ल्याउँछौँ भने खै त किन नल्याएको? हामी तपाईहरुलाई सोध्न चाहन्छौँ, ल एकचोटि हेरौँ न त जेनजी समूह भित्रकै कति राजावादी रहेछन्, कति गणतन्त्रवादी रहेछन्, सडकमा आएर हेरौँ न। तयार हो? त्यसकारण यस्ता असम्भव कुरा, यस्ता दिवा सपना देख्न छोड्दिनुहोस्। आउनुहोस्, एकता गरौँ। परिवर्तनकारी साथीहरू हुनुहुन्छ भने तपाईहरु देशका पक्षमा, राष्ट्रका पक्षमा, जनताका पक्षमा साँच्चै हो भने आउनुहोस्, एक ठाउँमा उभिएर जाउँ। अब मुलुकलाई कसरी निकास दिन सकिन्छ त्यो विषयमा समीक्षा गरौँ। तर पछाडि फर्किने कुरा, इतिहास कहिल्यै पनि पछाडि फर्किँदैन। हजारौं नेपाली जनताको संघर्षपूर्ण बलिदानीबाट प्राप्त उपलब्धिलाई मेटाउने, उपलब्धिमा
नीतिमाथि प्रहार गर्ने प्रयास गरियो भने हामी जिउँदै छौँ, लोकतन्त्रका आवाजहरू जीवित छन्, हामी जीवितै छौँ। हामी यो देशमा फेरि यो मुलुकलाई प्रतिगमनतिर फर्काउने कुचेष्टा गरिन्छ भने, प्रतिगमनतिर लैजाने प्रयास गरिन्छ भने त्यसको पहिलो शहीद बन्न हामी तयार छौँ। यति कुरा हेक्का राख्नुपर्छ। हामी जिउँदै छौँ, हामी चुप बसेका हौँ। त्यसकारण हामी जहाँसम्म अब म अन्तमा के भन्छु भने अहिलेको सरकारले निर्वाचनमा जानुको अर्को विकल्प छैन भनिरहँदा केही साथीहरूका तर्क छन् अब निर्वाचनमा जानुको अर्को विकल्प छैन। ठिक छ, एक परिस्थिति त्यो पनि छ, निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा हामी छलफल गरौँला, अझै समय छ। तर पहिलोमा तत्कालीन 23 गतेका हाम्रा 19 जना साथीहरूमाथि, हाम्रा विद्यालय उमेर समूहका भाइ बहिनीहरूमाथि जो विद्यालय ड्रेसमाथि हातमा कापी कलम बोकेर शान्तिपूर्ण नारा लगाइरहेका हाम्रा साथीहरूलाई अन्तर्राष्ट्रिय कानुन विपरीत ताकी छातीमा टाउकोमा गोली हानेको छ, जसलाई लागेको थियो यो राज्य सत्ताले अथवा नेपाल प्रहरीले हामीलाई विद्यालय पोसाकमा हुँदा हामीलाई लट्ठी समेत प्रहार गर्दैन भन्ने अपेक्षा सहित आन्दोलनमा गएका हाम्रा साथीहरूलाई ताकी छाती र टाउकोमा गोली हानियो। तत्कालीन सरकार प्रमुख केपी शर्मा ओली, तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखक, तत्कालीन काठमाडौँका सिडिओ लगायत सुरक्षा सम्बद्ध व्यक्तिहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याइ पहिलो माग थियो। दोस्रो माग आन्दोलनका क्रममा घाइते भएका हजारौं साथीहरू अहिले पनि अङ्गमङ्ग हुनुहुन्छ, अहिले पनि उपचार गराइरहनु भएको छ। उहाँहरूको आजीवन उपचारको व्यवस्था राज्यले गरोस् भन्न चाहन्छौँ हामी यहाँबाट। अहिलेको सुशीला कार्कीको सरकारले घाइते साथीहरूको आजीवन उपचारको व्यवस्था गर्नुपर्छ र परिवारका एकजना सदस्यलाई अबको 15 दिनभित्र रोजगारीको व्यवस्था गरिनुपर्छ। त्यसैगरी शहीद परिवारको एकजनालाई राज्यका तर्फबाट रोजगारीको व्यवस्था गरिनुपर्छ हामीले भनिरहेका छौँ। घाइते साथीहरू कतिपय काम गर्न नसक्ने स्थितिमा पुग्नु भएको छ, उहाँहरूले के गरेर खाने? त्यसकारण उहाँहरूलाई हामी भनिरहेका छौँ उहाँहरूलाई रोजगारीको व्यवस्था गरिनुपर्छ। त्यसकारण अब निर्वाचनको कुरा छ, निर्वाचन मात्रै समस्याको समाधान होइन। एउटा परिस्थिति आउँदै गर्दा जाउँला, निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा समीक्षा गरौँला। तर अहिलेको आवश्यकता निर्वाचन होइन, कम्तीमा पनि तत्कालीन सरकारका मन्त्रीहरू, तत्कालीन सरकारमा अथवा तत्कालीन संसदका सांसदहरू जो भ्रष्टाचार मुद्दामा मुछिएका छन् तिनीहरूलाई कानुनी दायरामा यो निर्वाचनभन्दा अगाडि ल्याइएन भने हामी निर्वाचनमा सहभागी हुँदैनौँ, यो निर्वाचन बहिष्कार गर्छौँ। किनकि यो आवश्यकता नै होइन, 84 को निर्वाचन 82 मा ल्याएर गर्दैमा यो देश कायापलट हुने होइन भन्ने हाम्रो निष्कर्ष हो। त्यसकारण हामी अहिले निर्वाचनको पक्षमा छैनौँ, हामी हत्याराहरूलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा छौँ, हामी हाम्रा शहीद र घाइतेहरूका माग पुरा गर्नुपर्छ भन्ने पक्षमा छौँ, हामी हाम्रा शहीद र घाइतेका परिवारलाई रोजगारी दिनुपर्छ भन्ने पक्षमा छौँ र हामी सुशासनको पक्षमा छौँ। हामी तत्कालीन सरकारका भ्रष्टाचारी मन्त्रीहरू, तत्कालीन संसदका भ्रष्ट सांसदहरूलाई पहिलो चरणमा कानुनी दायरामा ल्याइयोस् भन्ने पक्षमा छौँ।